वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानल फेरि पनि। आफ्टर लङ टाइमपछि म युट्युबमा ब्याक भइसकेको छु गाइज होइन। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ अहिले उकालो चढिरहेको यस्तै गाइज गाउँघरको बाटो कहिले ओह्रालो कहिले ओह्रालो, मेरो मतलब कहिले उकालो कहिले ओह्रालो। त्यही गाइज आज मेरो कमाइ आएको छ, तपाईँहरूलाई हल्का देखाउन चाहे मेरो कमाइ। मेरो होइन दुईजना कमाइ हो, फुल पेमेन्ट चाहिँ आएको छैन है, दुईजनाको कमाइ। हिँड्यो त गाइज, देख्न सक्नुहुन्छ। कति छ होला गेस गर्नु त गाइज। यो चाहिँ मेहनतको कमाइ हो गाइज होइन। घरमा बसी बसी यसरी कहिले युट्युबबाट आउने होला। युट्युबबाट नै यसरी ड्याम किनेमा आयो हुन्थ्यो गाइज, खुसी लाग्थ्यो। यो चाहिँ घरमै बसी बसी कमाएको पैसा हो गाइज। अब बसी बसी कसरी पैसा कमाउन सक्छ भने चाहिँ सोचिरहनु भयो होला। यो चाहिँ काम अलिक गाह्रो छ, पैसा झरिदिएर यस्तो पैसा झरिरहेको गाइज होइन। पैसा झऱ्यो। सबैको आधार कार्ड फुल पेमेन्ट आएको छैन गाइज, आधी पैसा अझै आएन। यो हाफ पेमेन्ट मात्रै हो। डोले मलाई कसरी यति धेरै पैसा पेमेन्ट गर्ने हो। सो गाइज सपोर्ट गरिदिनु होला मेरो युट्युब च्यानललाई। जो हाफ पेमेन्ट मात्रै हो, फुल पेमेन्ट चाहिँ तपाईँलाई म देखाउने आउँछु फेरि पनि। वेलकम ब्याक अगेन। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानल फेरि पनि। वेलकम ब्याक अगेन। म जानेवाला छु आज बजार। सो गाइज त्यही हो, पैसा लिएर चाहिँ घर आइयो अनि खानासाना खाएर म चाहिँ बजारको लागि चाहिँ निक्लेँ है। बजार जानु पर्यो नि त होइन। मेरो पुरानो साइकल छ, त्यो साइकल बनाउनु पर्यो। त्यो साइकल बनाउनु चाहिँ म आज बजार जाँदैछु गाइज। म पाखाबाट म तल झरेँ बेसीतिर, मेरो मतलब हेर्न सक्नुहुन्छ। त्यही गाइज हेर्दै गर्नु होला। म आज साइकलमा भ्लग खिच्ने कोसिस पनि गर्छु, कस्तो हुन्छ हेरिदिनु होला।
यो नै छैन है, यो खलातखुलित यो सबै, यो तार सबै जाम भइसक्यो। यो चेन पनि छैन, यस्तो लुज हुन्छ, टायर गर्ने पानी पेडल हान्छ यो पनि चेन हुन्छ। आज मेरो साइकलको कन्डिसन चाहिँ धेरै खराब छ, लास्टै खराब। लास्टै खराब। सो गाइस म चाहिँ घरबाट चाहिँ हिँडिसकेँ, अब धेरै टाढा पनि आइसकेँ। देख्न सक्नुहुन्छ गाउँघरबाट यस्तै हो, पुरै अफरोड छ। तर यहाँ अलिकति पर पुगेपछि फेरि पिच चाहिँ हल्का मात्रै, थोरै। यस्तो कति किलोमिटर होला, त्यहाँ किलोमिटरै छैन होला सायद, थोरै मात्रै हो। अलि हल्का पिच छ, यस्तो छ खाल्टाङ खुल्टुङ बाटो सबै बाटो त्यस्तै छ गाइस होइन। बाटो चाहिँ के भन्नु, गाउँघरको बाटो कस्तो हुन्छ त्यस्तै हो। यहाँ पिच चाहिँ आएको छैन, धेरै पछि सायद आउनुपर्छ। यहाँदेखि तर पिच है गाइस, फेरि हल्का फुल्का हल्का। यस्तै सबैतिर यस्तो पिच भइदियो क्या, यस्तो मजा आउँथ्यो। वाह, पुरै चिल हावाहरू। सो गाइस म बाटो कस्तो छ देखाउने गर्छु। बाटो चाहिँ राम्रो छैन, अलि हल्का मात्रै हो, त्यही पनि देखाउँछु म। सो गाइस, सो अफरोड गलिलो चौक चाहिँ हिँड्नुपर्छ हाम्रो। गलिलो चौक चाहिँ किन फेरि बढी नबोल। यस्तै हो गाइस गाउँघरको बाटो। अब के भन्नु खोइ। बाटो खत्तम। ए गाइस धन्य लड्या। साइकल भ्लग गर्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ भनेर मात्रै हुँदो रहेछ गाइस होइन, धेरै गाह्रो हुँदो रहेछ। त्यही पनि आई विल माई बेस्ट, त्यही चाहिँ खोजिरहेको छु, कति सक्छ त्यति गर्छु। यस्तै बाटो खन्दाबाट चाहिँ अब के गर्ने, खोइ भ्लगिङ पनि कसरी गर्ने त खोइ। त्यो गाइस गाह्रो छ, भोगी गर्न लास्टै गाह्रो गाइस होइन। यस्तो बाटो हिँड्नुपर्छ है। सो गाइस होइन, बाटो चाहिँ धेरै अप्ठ्यारो छ, त्यो के भन्नु खोइ। यहाँनिर हामी चाहिँ पर पुलबाट जाने हो, यताबाट सर्टकट हुन्छ तर हामी यतैबाट जाने हो, किनभने यतैबाट हिँड्ने गर्छु म धेरै जस्तो, त्यही भएर। पुल, त्यो पुल काटेर त्यो पुलबाट जानुपर्ने हुन्छ। एउटा हाल चलाउन लास्टै गाह्रो हुन्छ यार। ए गाइस अय्या
केटा फुट्यो क्या गाइज मल पनि फुट्यो जस्तो छ त्यही मल चाहिँ के भन्ने गाइज हैन Let's do guys यार आयो यार देखो लास्टै गाह्रो भयो यार त्यो अङ्कल पनि देख्नु भरे यो अङ्कलले पनि देख्नु भरे यार मेरो त बेइज्जत भयो क्या यसमा ठोक्यो गाइस मेरो केटा यसमा ठोकियो यो पनि गदिले छ एउटा हातले मोबाइल एउटा हातले ह्यान्डल समातेर आएर थियो क्या हैन यहाँनिर ठोक्यो के यहाँनिरसम्म ठिकै थियो यहाँनिर ठोक्यो मलाई खाल्टो सबै यो त्यो गाइस लास्ट दुख्यो त्यो गाइस एउटा हातले साइकल एउटा हातले मोबाइल समातेर चाहिँ लगेको लास्ट कार रहेछ के गर्ने हो बच्चे के गर्ने हो के हो साइकल गयो क्या हो गोड्दै गाइस लास्ट दुई गाइस यार कसम भनेको त्यो डोले राम्रो कसम लास्ट देख्यो होइन लड थिएन होला त्यहाँ अब आउट अफ कन्ट्रोल भयो अहिले पनि घुम्न छ साइकल पनि बिग्रिरहेको साइड सब यो साइकलको ह्यान्डल पनि सबै साइकल अब योभन्दा 5 वर्ष पुरानो साइकल हो नि त होइन अब राम्रो हुने कुरै छैन चान्सै छैन नि होइन त्यही माथि बाटो पनि यस्तो छैन अब साइकल पनि धेरै पछि चलाएको यस गाइस यो ब्रेक केही छैन ओमा ओइ के भन्नु खोइ गाइस धन्न बाँच्यो के भने केही भएन हल्का चाहिँ दुख्यो तर अरू चाहिँ के भएन गाइस होइन त्यही गाइस म टाइम चाहिँ अपडेट दिएको गर्छु बाटोहरू चाहिँ यस्तै हो के देखाउनु खोइ लाज चाहिँ मर्दो मान्छे पनि झन् मरेन सो गाइस पुल पनि आइपुगिसकेको छ एउटा तना भोगायो धन्ने अन्डा फुटेर सो गाइस मर्दैन तल चाहिँ बगर छ खोला सो गाइस अब चाहिँ मलाई चाहिँ साइकल चलाउने जागरै हेर्ने खतरनाकै भयो त गाइस मान्छेको अन्डै जान थियो त्यही भएर सो गाइस म चाहिँ साइकल बनाएर आइसकेको छु अब घर जान लाग्यो म सो साइकल बनाएर चाहिँ आइसकेँ अनि साइकल चाहिँ के खराब भएर छ मैले पहिले भनेको थिएँ तपाईँहरूलाई यो चेन भइगयो अब यो त फेर्नु परेन यो फेर्नु पर्ला जस्तो लागिरहेको थियो अनि यो फेरियो ब्रेकको तार यो चाहिँ नयाँ छ यो अलिक पुरानो छैन यो चाहिँ हो गाइस चेन गरेको यो चेन गरेर आयो सबै खियाइछ देख्न सक्नुहुन्छ सो अब चाहिँ घर जान लाग्यो घर गएर भेट्छ नि त
हेलो गाइज, दिस इज नेक्स्ट डे। म हिजो साइकल बनाएर आएँ घरमा, धेरै जिउहरू पनि देख्यो। अनि यस्तो के भएको थियो भने नि अब हिजो मलाई ब्याट्री डाउन भएर मैले त्यो भ्लग चाहिँ कन्टिन्यू गर्न पाएन। साइकल बनाउने ठाउँमा मैले भ्लग पनि बनाउनु पाएन। चार्ज चाहिँ मेरो ब्याट्री चाहिँ डाउन भएछ, म स्विच अफ भएछ अनि मैले बनाउनु पाएन। त्यसैले आज बनाउँदैछु गाइज, त्यही हो। सो साइकल पनि बनाइयो, साइकल बनाएर घर पनि आइयो गाइज होइन। यो चाहिँ अर्को दिन हो। म यति भन्न आएको कि हिजो ब्याट्री नहुनुको कारणले मैले भ्लग बनाउन सकेन, त्यही भन्न म आएको हो। त्यही हो, मेरो भ्लग चाहिँ डेली भ्लग चाहिँ आइरहन्छ है, हेर्दै गर्नु होला। सो अब के भन्नु खोइ, म आज पनि फेरि तलैतिर जान लाग्यो भाइलाई भेट्नलाई। भाइले बोलाछ। गाउँतिर आज भोलि धमाधम, यो माघ पूजामा बढी जस्तो बे नै हुन्छ क्या हो। म चाहिँ आज पनि फेरि नै तल जान लाग्यो। त्यही हो, के हो गाइज होइन। अब साइकल पनि बनाएर आयो, धेरै चाहिँ खर्च चाहिँ गएन। यो मेरो 4-5 वर्ष पुरानो साइकल हो। अब राम्रोसित बनाउँदा धेरै जान्छ, अब किन धेरै खर्च गर्नु भन्ने कुरो भयो, त्यही भएर मैले धेरै खर्च गरेन। अब त्यही हो, साइकलमा अब यही मास्तिर गाउँतिर गएर चाहिँ भ्लग खिच्ने इच्छा चाहिँ छ मास्तिर। त्यो अब साइकल राइड हान्ने इच्छा चाहिँ छ। अब के हुन्छ हेरौँ। अब इच्छा त नभएको होइन, भएको हो गाइज होइन। अब सक्छ कि सक्दैन त्यो कुरा हो। सायद कोसिस चाहिँ गर्छु म कोसिस चाहिँ खत्रै गर्छु होइन, हेर्दै गर्नु होला। अब गाह्रो छ नि त। अब हामीसँग गोप्रो छैन, गोप्रो भएको त सहिलो गाइज होइन। मेन गोप्रो छैन नि त होइन। अब यस्तै मोबाइलले रेकर्ड गर्नुपर्छ। अब मोबाइल पनि राम्रो छैन नि त, कतिले छैन मोबाइल पनि। त्यही हो, यस्तो अब सानो अब सानो ऱ्याम मोबाइल, अनि सानै कम त्यस्तै 1500-16 हजारको मोबाइल, अनि यस्तो सानो मोबाइलहरूले भ्लग खिचिरहनु पर्छ गाइज होइन। अलिक गाह्रै हुन्छ, के भन्नु। यस्तो गाह्रोहरू भ्लग खिच्नुपर्छ गाइज होइन। अब गौर भएको भए त अब ठक्क सेट गऱ्यो अनि साइकल भ्लगिङ गऱ्यो। यो यसो फेस दायर भ्लगिङ गर्न त ठिकै हो कि, तर यो गोप्रो अलि साइक्लिङ गर्दा चाहिँ अलिक गोप्रो चाहिने रहेछ। हिजो लडियो होइन त्यसरी। अब के भन्नु खोइ, अब त्यसरी हिजो लडियो, त्यही हो। हिजो लडेदेखि चाहिँ अब साइकल पनि भ्लग गर्न चाहिँ अलि म डराएको छु। त्यही गाइज, भेट्दै गर्नु भएन। थ्याङ्क्स फर वाचिङ। भिडियोलाई लास्टसम्म हेरिदिनु होला। थ्याङ्क्स फर वाचिङ एन्ड सब्सक्राइब टु माई च्यानल।